हेलो एभ्रिवान। कक्षा 12 कम्प्युटर साइन्स विषयको अर्को एउटा क्वेसनको सोल्युसन लिएर आएको छु म। 2081 सालको बोर्ड एक्जाममा सोधिएको लङ क्वेसनमा एउटा क्वेसन छ यहाँनिर। क्वेसन नम्बर 16 मा राइट अ सी प्रोग्राम द्याट युजेज स्ट्रक्चर टु रिप्रेजेन्ट डिटेल अफ 5 बुक्स। 5वटा बुकको डिटेल रिड गर्नुहोस् भनेको छ। अब त्यो डिटेलमा के भन्दा टाइटल भनेको बुकको नाम, अथर भनेको बुकको राइटर, पब्लिसर भनेको कुन चाहिँ पब्लिकेसनले बुक निकालेको र त्यो बुकको प्राइस कति हो रिड गर्नुहोस्। 5वटा बुकको रिड गर्नुहोस् र त्यो डिटेललाई चाहिँ डिस्प्ले गर्नुहोस् भनेको छ क्वेसनले। अब यो हाम्रो स्ट्रक्चरको क्वेसन भनेर क्वेसनले नै दिएको छ। नदिए पनि तपाईँहरूले चिन्नुपर्छ कुन चाहिँ स्ट्रक्चरको क्वेसन हो, कुन चाहिँ फाइल ह्यान्डलिङ हो, कुन चाहिँ एरे मात्रै हो कि के हो। यो चाहिँ तपाईँहरूले क्वेसन हेरेर चिन्नुपर्छ। यदि क्वेसनमा तपाईँलाई मल्टिपल टाइप अफ डाटाहरू रिड गर्नुपर्ने भयो, जस्तै टाइटल, अथर, पब्लिसर, प्राइस, यो डिफ्रेन्ट टाइप्स अफ डाटा हो। यस्तो किसिमको डाटाहरू तपाईँले रिड गर्नु पऱ्यो भने चाहिँ हामीले स्ट्रक्चर युज गर्नुपर्ने हुन्छ। जस्तै स्टुडेन्टको नाम, रोल नम्बर रिड गर, अथवा इम्प्लोइको इम्प्लोइ आइडी, स्यालेरी, डिपार्टमेन्ट रिड गर। यस्तो किसिमको क्वेसनहरू आयो भने चाहिँ हाम्रो स्ट्रक्चर हो भनेर तपाईँहरूले चिन्नुपर्ने हुन्छ। र यो क्वेसनको सोल्युसनको लागि म टर्बो सी युज गरेर त्यसमा गर्न गइरहेको छु। अब यो क्वेसनले भन्छ, ओके, तपाईँलाई क्वेसनले भनेको छ बुकको टाइटल, अथर, पब्लिसर र प्राइस। त्यसको लागि हामी सुरु गरौँ। इन्क्लुड stdi.h, इन्क्लुड conio.h र हामी स्ट्रक्चर डिफाइन गर्दा चाहिँ भोइड मेन भन्दा अगाडि नै struct स्ट्रक्ट भन्ने एउटा किवर्ड छ। यो किवर्ड युज गर्छौँ स्ट्रक्चर भेरिएबल डिफाइन गर्नको लागि। अब स्ट्रक्चरको नाम के राख्ने, तपाईँले जे नाम राख्न पनि पाउनुहुन्छ। ओके, क्वेसनले भनेअनुसार बुक भनेको भएर हामी बुक भनेर लेख्छौँ यहाँ, बुक। अब बुकको के त भनेको छ हेर्नुहोस् है। बुकको टाइटल भनेको छ। टाइटल भनेको कुन टाइपको डाटा हो त? टाइटल भनेको बुकको नाम। नाम भनेपछि त्यो भयो क्यारेक्टर, क्यार लेख्छौँ हामी, क्यारमा टाइटल। अब बुकको नाम कति अक्षरको हुने त भन्दा हामीले यहाँनिर एउटा एरे डिफाइन गर्छौँ। टाइटल भनेको सपोज ल 50वटा अक्षरकै हुने, 50। त्यसै गरी हामीसँग अर्को पनि छ, हामीलाई दिएको बुकको अथर भनेको छ, AUTHOR। अथर भनेको बुकको राइटर। बुकको राइटरमा कति वर्ड हुने त? अब राइटरको नाम त्यो पनि सम्झिनुहोस् ल, सपोज 50। त्यसै गरी अर्को भनेको छ पब्लिसर, KPUBLI, पब्लिकेसन लेखेँ मैले। पब्लिकेसनको अब जस्तै हाम्रो अस्मिता पब्लिकेसन, बुद्ध पब्लिकेसन, साझा पब्लिकेसन, विभिन्न पब्लिकेसन छन्, त्यही सम्झिनुहोस्। सपोज त्यसमा पनि हुन्छ 50वटा अक्षर। अनि त्यसै गरी प्राइस भनेको छ। प्राइस भनेको त अक्षरमा हुँदैन, नम्बरमा हुन्छ, त्यो भएर हामी त्यसलाई इन्टिजर लेख्छौँ, इन्टिजर प्राइस। यति 4वटा चाहिँ हाम्रो बुकको डिटेलहरू रिड गर्नु भनेको छ। अब यो बुक भन्ने स्ट्रक्चरलाई एक्सेस गर्नको लागि हामीलाई अर्को एउटा भेरिएबल डिफाइन गर्नु, बी। तपाईँले जे राख्न पनि पाउनुहुन्छ है। यो भेरिएबलको नाम राख्दा यही नाम राख्नुपर्छ भन्ने छैन, जे नाम राख्दा पनि भयो। मैले बी भनेर राख्ने र क्वेसनले 5वटा बुक भनेको भएर मैले यसरी यहाँ 5 डिफाइन गरेँ। यदि क्वेसनले कतिवटा बुक भनेको छैन, सपोज एनवटा बुक्स भनेको भए चाहिँ हामीले यसरी यहाँनिर 100 भन्दा यसरी एरे डिफाइन गर्न सक्थ्यौँ भने यसमा चाहिँ हामीले 5वटा बुक भनेको भएर सिधै 5 डिफाइन गर्यौँ है त। त्यसपछि बल्ल अब हामी लेख्छौँ भोइड मेन। ओके, अब त्यसपछि यो बाहेक हामीलाई चाहिने भेरिएबल के हुन् त भनेको जस्ट हामीलाई अब लुप चाहिन्छ एउटा, इन्टिजर आई। अब लुप किन चाहियो त? यो प्रोग्राममा भन्दा धेरैवटा बुक छन्, धेरैवटा बुकका धेरैवटा डिटेलहरू रिड गर्नु छ, त्यसको लागि अभियसली हामीलाई एउटा लुप चाहियो। ओके, अब हामीलाई यहाँ लेखौँ CLRSCR, क्लियर स्क्रिन, अनि प्रिन्ट एफ इन्टर रेकर्ड अफ 5 बुक्स। यो एक लाइन चाहिँ यसो लेख्यौँ हामी। यो लाइन नलेख्दा पनि प्रोग्राममा केही असर चाहिँ पर्दैन, लेख्नु चाहिँ पर्यो अहिलेलाई। हामी लेख्छौँ फर लुप। फर लुप के को लागि त भन्दा अब यो हामी डाटाहरू रिड गर्न गइरहेका छौँ। 5वटा बुकका डाटाहरू रिड गर्नको लागि लुप चाहियो भनेपछि आई इक्वल्स टु 0, आई लेस देन 5। 5वटा बुक भनेको भएर लुपमा 5 र आई प्लस प्लस।
ओके, अब रिड गरौँ। प्रिन्टएफ इन्टर नेम अफ बुक। बुकको नेम इन्टर गर भनेर मैले यहाँनिर लेखेँ। स्क्यानएफ, यो बुक भनेको हाम्रो क्यारेक्टर हो। क्यारेक्टरलाई हामीले %s लेखेर डिफाइन गर्न सक्छौँ। र यो गएर कहाँ बस्ने भन्दा बी भन्ने हाम्रो स्ट्रक्चरको आई इन्डेक्सको टाइटलमा गएर स्टोर हुने। ठिक छ, यो बिआई भनेको सपोज बी भनेको हाम्रो अघिको हाम्रो स्ट्रक्चर भयो। बीको आई भनेको B0, सुरुमा आईको भ्यालु 0 छ हामीसँग यहाँ, B0 मा गएर बस्ने। अर्कोमा आई प्लस प्लस हुँदा आईको भ्यालु 1 हुन्छ, B1 मा गएर बस्ने। आई प्लस प्लस हुँदा आईको भ्यालु 2 हुन्छ, B2 मा गएर बस्ने भनेको एउटा यो स्ट्रक्चरमा गएर स्टोर हुँदै जान्छ यो डाटाहरू है त। अब हामी अर्को भ्यालु रिड गरौँ। प्रिन्टएफ इन्टर नेम अफ अथर। अथर भनेको राइटरको नेम। स्क्यानएफ, यो पनि हाम्रो क्यारेक्टरमा छ, क्यारेक्टरलाई %s, र यो गरेर स्टोर हुने कहाँ त भन्दा बिआई डट अथरमा गएर स्टोर हुने। त्यसै गरी अर्को पनि हामी रिड गर्नु छ। प्रिन्टएफ इन्टर पब्लिकेसन, यो पनि गएर अब कहाँ बस्ने। स्क्यानएफ, यो पनि क्यारेक्टर हो, %s, यो गरेर कहाँ बस्ने त अब बिआई भनेको हाम्रो स्ट्रक्चरको पब्लिकेसन भन्ने ठाउँमा गएर बस्ने। त्यसै गरी अझै एउटा भ्यालु रिड गर्नु छ हामीले। के रिड गर्नु छ त अब भन्दा हामीले प्राइस रिड गर्न बाँकी रह्यो। अझै यहाँनिर टाइटल गरियो, अथर गरियो, पब्लिकेसन गरियो, र अब प्राइसको पालो। इन्टर प्राइस अफ द बुक, अब लेखे पनि हुन्छ। ओके, इन्टर प्राइस अफ बुक। अब हामी स्क्यानएफ, यो प्राइस चाहिँ कुन टाइपको डाटा छ त भन्दा इन्टिजर डाटा छ भने हामी %d लेख्छौँ र यो गरेर बस्यो बिआई डट प्राइसमा। यति गरेपछि हाम्रो रिड गर्ने काम सकियो। क्वेसनले भनेअनुसार क्वेसनले हामीलाई बुकको नेम रिड गर भन्यो, रिड गऱ्यौँ। अथर रिड गऱ्यौँ। पब्लिकेसन रिड गऱ्यौँ। प्राइस पनि रिड गऱ्यौँ। रिड गर्ने काम सकियो। अब रिड गरेपछि क्वेसनले तपाईँलाई डिस्प्ले गर भन्छ। नर्मली कहिलेकाहीँ क्वेसनले तपाईँलाई बुकको प्राइस 500 भन्दा लेस देन 500 छ भने डिस्प्ले गर भन्न सक्छ, अथवा अरू केही भन्न सक्छ। यो क्वेसनमा चाहिँ जस्ट डिस्प्ले गर भनेको भएर अब हामीलाई डिस्प्ले गर्छौँ। प्रिन्टएफ रेकर्ड अफ बुक्स आर भनेर हामी एक लाइन यहाँनिर लेख्यौँ। ओके, त्यसपछि फर लुप लगाउँ। फर सेम लुप हो, हाम्रो 5वटा बुक भएको कारणले गर्दा हामी यही लुप लगाउँछौँ। फेरि आई इक्वल्स टु 0, आई लेस देन 5 र आई प्लस प्लस। ओके, अब डिस्प्ले गर्नलाई प्रिन्टएफ ओके टाइटल इक्वल्स टु, टाइटल कुन टाइपको डाटा छ भन्नुहोस् त। टाइटल भनेको हाम्रो %s लेख्ने यहाँनिर। स्पेसको लागि /t, /tले चाहिँ स्पेस दिन्छ, र यो /n ले चाहिँ हामीलाई आउटपुटहरूलाई न्यू लाइनमा डिस्प्ले गराउँछ। हामी अलिकति स्पेस दिउँ /t दिएर। त्यसपछि AUTH अथर इक्वल्स टु, अथर भनेको हाम्रो %s मा छ, %s लेखौँ स्पेस। त्यसै गरी पब्लिकेसन इक्वल्स टु %, पब्लिकेसन पनि हामीसँग %s मै छ यहाँनिर, %s। त्यसै गरी अझै स्पेस दिउँ /t, र त्यसपछि स्पेस दिएर देख्छु क्लियर हुन्छ हजुरहरूलाई। प्राइस इक्वल्स टु %d, हाम्रो प्राइस चाहिँ हाम्रो इन्टिजरमा छ %d, र एउटा लाइन सकेपछि हामी न्यू लाइनमा जाउँ /n। ओके, अब हाम्रो टाइटल कहाँ छ त। टाइटल छ बिआई डट टाइटलमा, त्यही कुरा लेखौँ बिआई डट टाइटल कमा। त्यसै गरी अथर बिआई डट अथरमा छ, त्यही लेखौँ बिआई डट अथर। त्यसै गरी हाम्रो पब्लिकेसन छ यहाँ बिआई डट पब्लिकेसनमा, त्यही लेखौँ बिआई डट पब्लिकेसन। र त्यसै प्राइस छ हामीसँग बिआई डट प्राइसमा छ यो कुराहरू। ओके, अब यो पछि हाम्रो ब्राकेट सकियो र हामी यसलाई प्रोग्रामलाई हामी यहीँ इन गरिदिन्छौँ। अब
यति लेखेपछि यसलाई सेभ गरौँ। आउटपुट हेर्नको लागि एकचोटि सेभ गऱ्यो भने इरर हुँदा सक्छौँ सजिलो हुन्छ हामीलाई। अहिले हामी यो बुक डट सी नाम राखेँ मैले। ओके, रन गरेर हेरौँ यसलाई। अब हेर्नुहोस् त आउटपुटमा इन्टर रेकर्ड अफ 5 बुक्स, इन्टर नेम अफ बुक भनेको छ। ल बुकको नाम लेखौँ। सपोज अब हाम्रो बुकको नाम सम्झिनुहोस् नेपाली। नेपाली बुकको अथर आई डोन्ट नो को हो, राम बिएचए डी रामबहादुर। पब्लिकेसन साझा हो कि जनक के हो हाम्रो, साझा। बुकको प्राइस 220। एउटा बुक सक्यो। अब सेकेन्ड बुक इङ्ग्लिस, इङ्ग्लिसको अथर पनि मलाई थाहा भएन, श्याम। पब्लिकेसन साझा पब्लिकेसन। बुकको प्राइस 250। त्यसै गरी इन्टर नेम अफ बुक, हामी थर्ड बुकमा पुग्यौँ। अब सोसल, सोसलको अथर थाहा छैन मलाई, पब्लिकेसन पनि थाहा भएन। ओके, प्राइस 300। त्यसै गरी हामी अर्को बुकमा पुग्यौँ, चौथो बुक सपोज अब हजुरहरूको कम्प्युटर, अनि अथर ल गीता, पब्लिकेसन अस्मिता। अब अर्को यसको प्राइस 550। हामी लास्ट बुकमा जाउँ। लास्ट बुक अब हाम्रो के बाँकी रह्यो, एसिसिओयुएनटिएन एकाउन्टेन्सी के एकाउन्टिङ भन्छ कि आजकल एकाउन्टिङ। अथर गोपाल, यसको पब्लिकेसन अस्मिता, यसको प्राइस 650। ल हेर्नुहोस्, मैले 5वटा बुकको नाम, पब्लिकेसन, अथर र प्राइस लेखेँ। अब हाम्रो आउटपुट यसरी देखिन्छ। हेर्नुहोस् त, रेकर्ड अफ बुक्स आर भनेर टाइटल नेपाली, अथर रामबहादुर, पब्लिकेसन साझा, प्राइस 220। टाइटल इङ्ग्लिस, अथर श्याम, पब्लिकेसन साझा, प्राइस 250। यसरी हाम्रो 5वटा बुकको नाम, 5वटा बुकको अथर, 5वटा बुकको पब्लिकेसन र तिनीहरूको प्राइस सेपरेटली डिस्प्ले भएको छ। र यो स्ट्रक्चर एकदम इम्पोर्टेन्ट क्वेसन हो। हजुरहरूले यो स्ट्रक्चरको अझै 1-2 प्रोग्रामहरू हेर्नु होला। तपाईँलाई कुनै प्रोग्रामको सोल्युसन चाहियो भने कमेन्ट गर्नुहोला, म त्यसको सोल्युसन अवश्य गर्नेछु। र यो स्ट्रक्चर एकदम ध्यान दिएर हेर्नुहोस्। र स्ट्रक्चर सँगसँगै तपाईँहरूले हेर्नुपर्ने अर्को एकदम इम्पोर्टेन्ट प्रोग्राम भनेको फाइल ह्यान्डलिङ हो। नर्मल्ली स्ट्रक्चर र फाइल ह्यान्डलिङ तपाईँहरूलाई लङ क्वेसनमा सोध्छ, अरमा सोधेको हुन्छ। तपाईँहरूले यो 2टा प्रोग्राममध्ये एउटा प्रोग्राम गर्नुपर्ने हुन्छ र एकदम सजिलो र मार्क्स आउन पनि एकदम इजी प्रोग्राम हो यो। मिस्टेक पनि खासै हुँदैन र छोटो प्रोग्राममा तपाईँहरूलाई फुल मार्क्स पाउनुहुन्छ है त। अब प्रोग्राम एकचोटि हेर्नलाई फेरि ध्यान दिएर ल हेर्नुहोस् त, हामीले सुरुमा स्ट्रक्ट भन्ने किवर्ड युज गरेर बुक भन्ने स्ट्रक्चर डिफाइन गऱ्यौँ। क्वेसनले दिएअनुसारका भेरिएबल डिफाइन गऱ्यौँ। त्यसपछि हामीले भ्यालुहरू रिड गर्ने। यहाँनिर हामीले क्वेसनले भनेअनुसारका भ्यालुहरू भेरिएबलहरू रिड गऱ्यौँ र क्वेसनले भनेअनुसारले हामीले ती कुराहरूलाई डिस्प्ले गरेपछि यो प्रोग्राम यहीँ सकियो। ल अरू अब तपाईँहरूलाई कुन क्वेसनको कस्तो सोल्युसन चाहिन्छ कमेन्ट गर्नुहोला। थ्याङ्क यू सो मच। आजलाई यति नै है त।